चाहिँ मेरो ससुरा बुवा हुनुहुन्छ। ससुरा बुवा चाहिँ यहाँ गुन्द्री सुकाइरहनु भएको छ। बुढो हुनुहुन्छ ससुरा बुवा। देख्न सक्नुहुन्छ हाम्रो गाउँ यस्तो छ। कान्छा देवरको घर। यहाँ आर्सपको रगरग। अनि यहाँनिर चाहिँ सुँगुर बनाउँदै हुनुहुन्छ। अहिले नै कान चिरेको किन? तपाईँ चाहिँ पानी हाल्ने? हो? हाम्रो चाहिँ यता डाँडातिर यस्तो देखिन्छ। म त नन त्यतै बसला। यहाँ हाम्रो घरदेखि चाहिँ ठ्याक्क यता पारी चाहिँ चानुवा के अरे के पो भन्छ खै के भन्छ ए लेगुवा। यस्तो राम्रो देखिन्छ यहाँबाट भ्यू। यहाँ छिन् हाम्रो बुहारी। के पकाउँदैछौ? छिटो छिटो गरेर भात पकाऊ, यहाँ भोक लागिसक्यो। मैले भयो पो चलाउनु, मैले भएन। अहिले देखाइन्छु निकालिवरी। भएन भनेको हेर्छु नि भन्छन्। यहाँ भाइ चाहिँ मोबाइल हेर्दैछ। अनि यहाँ यसो केही खानेकुरा देऊ न हौ मलाई। भोकले म जान जे भए नि हुन्छ। अमिलो होला। छैन, यो हिजो बिहानको मात्रै हो। मासु छैन? छ। मासु चुरा खान्छु। राम्रो त अनि यो राख। बिगौती राख्न लाउनु भएको भाइले। भाइको मासु हो? यहाँ मासु होइन नि भाइको भात चाहिँ भन्नु। यो पनि हो मासु राम्रो हो। यो मासु राम्रो। कसको मासु हो? कसको मासु हो? यो भाइलाई दिएको थियो कि छ खान, तर खानु भएन अरे चोखो अरे। यो बस न थपक्क। ल मलाई अलिअलि तताएर देऊ ल बुहारी। बाहिरै बस्छु। अब मेरो यहाँ कामै छैन। यहाँ बस्न त हुन्छ त हौ। के बसिरहनु? उ त्यतै बस्छु। अबे के खानु अरे? खान्न नि अहिले। अहिले खाएर फेरि बुहारी कुट्न थाल्यो भने आठ सब चाहिँ यहाँ खेलिरहेछ। यस्तो राम्रो छ नि यहाँनिर। यहाँ चाहिँ बाटो छ त्यहाँनिर होइन। यहाँ सुभाष चाहिँ के गर्दैछ त? सुभाषले दसैँ बोलाउँदैछ। सकेन? यो घारी चाहिँ पनि कहिले नमर्ने रहेछ नि? अब मैले त टिकै लाउनु भएन, बेकारमा आइ भयो। भएन नि। भएन। पछि लाउँदा भइहाल्छ नि। पूर्णिमा भोलि होइन पछि हुन्छ। भोलिकै दिन भएको भए पो त हो भन्नु। आज भोलि पर्सिदेखि लाउँदा भइहाल्यो नि। लायो घर लायो अनि घरतिर गयो होइन। यसलाई के भन्छ तपाईँलाई थाहा छ? बेलसन्ना